Hello everyone, let's go outside. म चाहिँ 2 हप्तादेखि नै घरमा बसेछु र मेरो मेन्टल हेल्थ बिग्रिने भन्दा पहिला हामी बाहिर निस्किनुपर्छ ल. सो लेट्स गो एन्ड फिक्स आवर मेन्टल हेल्थ. फेरि के हुन्छ भन्दाखेरि अब बाहिर गयो भने फेरि अकाउन्ट हेल्थ बिग्रिन्छ कि. मेन्टल हेल्थ त त्यसै बिग्रियो बाहिर गएपछि झन् अकाउन्ट हेल्थ नै बिग्रिन्छ. घर बसी टुटी बिगानी भन्दा बरु बाहिरै गएर बिगारिदिउँ सबै कुरा. ओके, सो लेट्स गो एन्ड फिक्स आवर मेन्टल हेल्थ प्लस अकाउन्ट हेल्थ. म चाहिँ यहाँ दमौली आइपुगेँ र म अब यहाँ साथीलाई कुर्दैछु. यति चर्को घाम छ होइन. अनि साथीलाई 5-10 मिनट त कुर्नै लाग्यो होइन. अनि साथी आएपछि हामी चाहिँ निस्क्यौँ स्विमिङ पुलतिर. यो स्विमिङ पुलमा चाहिँ हामी यो बुल्दी खोला चाहिँ कटेर जानुपर्छ होइन. ल हामी स्विमिङ पुल पनि आइपुग्यौँ. पार्किङ गर्ने बित्तिकै थाहा पायौँ कि यहाँ थुप्रैजना मान्छेहरू हुनुहुँदो रहेछ आज शनिबारको दिन. यो पालो चाहिँ मैले फुल स्लिभ लगाएको छु किनकि पहिला मैले त्यो के अरे फुल स्लिभ नलाइकन खेल्दाखेरि मेरो पुरै हात 2 दिन 1 हप्तासम्म मेरो हात रातै भइसकेको थियो कि धेरै स्विमिङ गरेर. त्यही नि हुन त स्विमिङ त कति नै आउँदैन मलाई. मैले जानेको भनेको यही 2 सेकेन्डको अन्डर वाटर हो. हात चलायो भने खुट्टा चल्दैन, खुट्टा चलायो भने हात चल्दैन. त्यही त हो स्विमिङ. 1-1.5 घन्टा चाहिँ हामीले स्विमिङ मजाले गऱ्यौँ. त्यसपछि चाहिँ हामी खाजा खानातिर लाग्यौँ. हामी चाहिँ सधैँ यहाँ दमौली बेकरी एन्ड रेस्टुरेन्टमा आउँछौँ. आउने बित्तिकै पहिला हामीले चिसो मगायौँ. त्यसपछि चाहिँ हामीले नाङ्लो सेट मगायौँ. त्यसपछि चाहिँ हामी खाजा पचाउनको लागि तल ग्राउन्डमा पार्कमा गयौँ, पाटन ग्राउन्डमा. एकछिन हामी डुल्यौँ. त्यसपछि फोटो खिच्यो, भिडियो बनायो अनि हामी घरतिर लाग्न लाग्यौँ. ओके, बाई बाई, सी यु नेक्स्ट टाइम.